सो धेरैजना साथीहरूले खरिदारको भ्याकेन्सी कहिले खुल्छ भनेर मेसेज गरिरहनु भएको थियो। सो साथीहरू फाइनली खरिदारको भ्याकेन्सी खुलिसकेको छ। सो हेलो एभ्रीवन, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो साथीहरू सधैँ आज पनि म तपाईँहरूको लागि एउटा नयाँ जब भ्याकेन्सीको अपडेट लिएर आइसकेको छु र यो अपडेट रहेको छ राजपत्र अनाङ्कित द्वितीय श्रेणी अप्राविधिक खरिदार वा सोसर पदहरूको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सम्बन्धी सूचना हो साथीहरू। र यो सूचना चाहिँ आज मात्रै 2081 साल फागुनको 28 गते प्रकाशन भएको हो। र साथीहरू आज म तपाईहरुलाई यो भिडियोमा कुन क्षेत्रबाट कतिवटा कोटा खुल्ला महिला आदिवासी जनजाति पिछडिएको क्षेत्रबाट कतिवटा माग गर्यो, त्यसैगरी फर्म कसरी भर्ने, फर्म भर्नको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता कति आवश्यक पर्दछ, फर्म कहिलेसम्म भर्ने, फर्मको सेवा शुल्क कति हो, पाठ्यक्रम कहाँ गएर हेर्ने लगायतका सम्पूर्ण तपाईहरुको जिज्ञासा चाहिँ यसै भिडियोमा समेट्नेछु। सो कृपया तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई अहिले नै सब्स्क्राइब गर्न नभुल्नु होला। सो साथीहरू अब पनि हामी ढिला नगरी अपडेटतर्फ लागौं। यहाँ के भनेको छ भने निजामती र संघीय संसद सेवा निम्न सेवा समूह तथा श्रेणीका आन्तरिक प्रतिस्पर्धा खुल्ला तथा समावेशी पदहरूमा प्रतियोगितात्मक पदपूर्ति गर्नुपर्ने भएकोले त्यही बमोजिम योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिन्छ र तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका उम्मेदवारहरूले आएको वेबसाइट दरखास्त प्रणाली psconline1.psc.gov.np मार्फत आवेदन दिनुपर्नेछ भनेको छ। सो साथीहरू तपाईहरुको आवश्यक न्यूनतम शैक्षिक योग्यता पुग्छ भने तपाईहरुले चाहिँ अनलाइन फर्म भर्नुपर्ने हुन्छ, जसको लागि चाहिँ psc1.psc.gov.np बाट चाहिँ आवेदन दिनुपर्ने हुन्छ। यो लिंक चाहिँ यसै भिडियोको डिस्क्रिप्सनमा नि रहेको छ। र साथीहरु तपाईहरुलाई चाहिँ अनलाइन फर्म भर्न आउँदैन तर अनलाइन फर्म भर्न चाहनुहुन्छ भने यसै भिडियोमा देखाइरहेको हाम्रो फेसबुक पेज डिसेवा अथवा यसै भिडियोको डिस्क्रिप्सनमा पनि फेसबुक पेज ग्रुपको लिंक रहेको छ, त्यहाँ गएर हामीलाई मेसेज गर्नु होला। तपाईहरुलाई चाहिँ हाम्रो टिमले केही सर्टेन पैसा लिएर चाहिँ अनलाइन फर्म भरिदिने व्यवस्था रहेको छ र पछि तपाईहरुको एडमिट कार्ड झिकेर पनि हामी दिनेछौं। सो ब्याक टु दी भिडियो साथीहरु, अब भने हामी कुन क्षेत्रबाट खुल्ला महिला आदिवासी जनजाति पिछडिएको क्षेत्रबाट कति संख्यामा चाहिँ माग गरेको छ भन्ने कुरा एउटा विस्तृत चार्टमा हेर्ने छौं। र साथीहरु तपाईले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ 2081 सालमा विज्ञापित भएको खरिदार पदको पद संख्याहरु रहेको छ। सो सबैभन्दा सुरुमा हेरौं धनकुटाबाट आन्तरिक प्रतिस्पर्धामा 8 जना मागिएको छ। खुल्लाको लागि 15, महिला 4, आदिवासी जनजाति 6, मधेसी 3, दलित 1, अपाङ्ग 2 गरेको छ र पिछडिएको क्षेत्र चाहिँ माग गरिएको छैन। र इलामबाट आन्तरिक प्रतिस्पर्धा 7, खुल्ला 14, महिला 5, आदिवासी जनजाति 4, मधेसी 3, दलित 3 र अपाङ्ग 1 गरिएको छ। यहाँ पनि पिछडिएको क्षेत्रमा गरिएको छैन। यो आन्तरिक प्रतिस्पर्धा भनेको चाहिँ तपाईहरुले पाउनुहुन्न साथीहरु जो चाहिँ सेवामा अलरेडी लागिरहनु भएको छ उहाँहरुको लागि हो। र 3 नम्बरमा खोटाङबाट माग गरिएको छ आन्तरिक प्रतिस्पर्धा 5, खुल्ला 13, महिला 4, आदिवासी जनजाति 2, मधेसी 2, दलित माग गरिएको छैन, अपाङ्ग 2 र पिछडिएको क्षेत्र 1 माग गरिएको छ। र जलेश्वरबाट अलि बढी माग गरिएको छ आन्तरिक प्रतिस्पर्धा 19, खुल्ला 40, महिला 11, आदिवासी जनजाति 13, मधेसी 8, दलित 2, अपाङ्ग 3 र पिछडिएको क्षेत्र 2 मा गरिएको छ। र काठमाडौँबाट आन्तरिक प्रतिस्पर्धाको लागि 11 जना, त्यसैगरी खुल्ला 28, महिला 5, आदिवासी जनजाति 5, मधेसी 6, दलित 1, अपाङ्ग 1 र पिछडिएको क्षेत्र 1 मा गरिएको छ। र हेटौडाबाट आन्तरिक प्रतिस्पर्धा 10, खुल्ला 17, महिला 4, आदिवासी जनजाति 4, मधेसी 4, दलित माग गरिएको छैन, अपाङ्ग 2 र पिछडिएको क्षेत्र 1 मा गरिएको छ। त्यसैगरी पोखराबाट आन्तरिक प्रतिस्पर्धा 8, खुल्ला 14, महिला 3, आदिवासी जनजाति 5, मधेसी 4, दलित 1। त्यसैगरी बागलुङबाट आन्तरिक प्रतिस्पर्धा 8, खुल्ला 11, महिला 2, आज 4, मधेसी 3, दलित 1 र अपाङ्ग 1। त्यसैगरी बुटवलबाट आन्तरिक प्रतिस्पर्धा 7, खुल्ला 16, महिला 6, आदिवासी जनजाति 3, मधेसी 2, दलित 1 र पिछडिएको क्षेत्रबाट 2 माग गरिएको छ। त्यसैगरी दाङबाट आन्तरिक प्रतिस्पर्धा 6, खुल्ला 10, महिला 2, आज 1, मधेसी 3, अपाङ्ग 1 माग गरिएको छ। र सुर्खेतबाट आन्तरिक प्रतिस्पर्धा 7, खुल्ला 14, महिला 6, आज 6, मधेसी 4, अपाङ्ग 1 र पिछडिएको क्षेत्र 1। त्यसैगरी जुम्लाबाट आप्र 4, खुल्ला 9, महिला 3, आज 2, मधेसी 1, दलित 3, अपाङ्ग 1 र पिछडिएको क्षेत्र 1 मा गरिएको छ। र दिपायलबाट रहेको छ आन्तरिक प्रतिस्पर्धा 9, खुल्ला 18, महिला 5, आज 4, मधेसी 2, अपाङ्ग 1 र पिछडिएको क्षेत्र 2। त्यसैगरी अन्तिममा रहेको छ महेन्द्रनगरबाट आन्तरिक प्रतिस्पर्धा 6, खुल्ला 10, महिला 3, आज 1, मधेसी 5,
दलितमा गरिएको छैन र अपाङ्ग 1 र पिछडिएको क्षेत्र 1 गरेर देशैभरिबाट 444 वटा संख्यामा चाहिँ खरिदारको पद संख्या खुलाएको छ। यो भनेको एकदमै ठुलो भारी संख्यामा हो साथीहरू। तपाईहरुको आफन्त जो चाहिँ खरिदार दिनको लागि योग्य हुनुहुन्छ, एसएलसी पास गरेर बस्नुभएको छ, एसई पास गरेर उहाँहरुको लागि चाहिँ यो सुनौलो अवसर रहेको छ। यो भिडियो उहाँहरुसम्म शेयर गर्नु होला। सो साथीहरु, हामीले चाहिँ विस्तृतमा कहाँबाट कति कुटामा खुल्यो भन्ने कुरा त हेरौं र सेवा समूहहरु पनि हेर्न चाहनुहुन्छ भने चाहिँ तपाईहरुले यो भिडियो पज गरेर अथवा मेरो फेसबुक पेजमा गएर नि विज्ञापन नै हेर्न सक्नुहुन्छ। मैले चाहिँ अलिकति झ्याउ हुने भएको, भिडियो लामो हुने भएकोले सरसर्ती एउटा सर्ट एन्ड चार्टमा देखाएँ। तपाईहरुले चाहिँ यो भिडियो पज गरेर न्याय, प्रशासन, लेखातर्फ के कति पदमा माग गरिएको छ भन्ने कुरा हेर्न सक्नुहुन्छ। अब भने हामी विज्ञापन सम्बन्धी अन्य जानकारी हेरौं साथीहरु। परीक्षाको किसिम चाहिँ तपाईहरुको पाठ्यक्रममा तोकिए बमोजिम लिखित कम्प्युटर सिप परीक्षण र अन्तर्वार्ता हुनेछ र परीक्षा केन्द्र चाहिँ प्रथम पत्र र द्वितीय चरणको विज्ञापनसँग सम्बन्धित आएको धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौँ, हेटौडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल र महेन्द्रनगरको कार्यालयहरूले तोके बमोजिम हुनेछ र साथै लोकसेवा आयोग जलेश्वर कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र चाहिँ सिराहा जिल्लाको लाहान र पर्सा जिल्लाको वीरगञ्जमा र लोकसेवा आयोग सुर्खेत कार्यालयबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र चाहिँ जुम्ला जिल्लाको सदरमुकाम तथा लोकसेवा आयोग तथा जुम्ला कार्यालयबाट विज्ञापित हुने पदको परीक्षा केन्द्र डोल्पा जिल्लाको सदरमुकाममा समेत कार्य कायम गरी परीक्षा सञ्चालन गरिनेछ भनिएको छ। त्यसैगरी साथीहरु, दरखास्त दस्तुर भनेको चाहिँ तपाईहरुलाई प्रत्येक विज्ञापनको लागि चाहिँ रु 500 रुपैयाँ बुझाउनु पर्ने हुन्छ र थप समावेशी समूहतर्फ भनेको चाहिँ यदि तपाईहरुले खुल्ला प्लस महिला, आदिवासी जनजाति, मधेसी, दलित कोटामा चाहिँ भर्दै हुनुहुन्छ तपाईहरुले थप 150 रुपैयाँ बुझाउनु पर्ने हुन्छ र त्यसैगरी दरखास्त दिने अन्तिम मिति भनेको चाहिँ तपाईहरुले चैत्रको 19 गते भित्र सिंगल दस्तुरमा भर्न सक्नुहुन्छ भने दुबर दस्तुर तिरेर चाहिँ चैत्र 26 गतेसम्म भर्न सक्नुहुन्छ र उम्मेदवारको उमेरको हद भनेको चाहिँ 2081 साल 12 महिना 19 गतेसम्म चाहिँ तपाई 18 वर्ष पुरा भएर 35 वर्ष ननायक हुनुपर्नेछ र महिला अपाङ्ग उमेरको हदमा 40 वर्ष ननायक हुनुपर्नेछ र निजामती सेवामा बहालवाला हुनुहुन्छ भने तपाईहरुको लागि उमेर हद लाग्ने छैन। सधैँ संघीय संसद सेवाको पदमा संघीय संसद सेवाको बहालवाला स्थायी कर्मचारी र समान प्रकृतिको अन्य सरकारी निजामती सेवाका बहालवाला कर्मचारीहरूलाई पनि उमेर हद लाग्ने छैन र दरखास्त दस्तुर बुझाउने विधि र स्थान भनेको चाहिँ दरखास्त दस्तुर आएको अनलाइन मैले सुरुमै भनिहालेँ दरखास्त प्रणालीबाट विद्युतीय माध्यमबाट सोझै मास्टर आइडी र कारोबार संकेत उल्लेख भएको बैंक भाउचर प्रिन्ट गरी तोकिएको बैंकबाट नगद समेत बुझाउन सक्नुहुनेछ अथवा तपाईहरुले चाहिँ ई-सेवाबाट पनि बुझाउन सक्नुहुन्छ र दरखास्त दस्तुर बुझाउने अवधि भनेको चाहिँ तपाईहरुले ढिलोमा 2081 साल 12 महिना भनेको चैत्र 27 गतेसम्म तोकिएको परीक्षा दस्तुर चाहिँ अनिवार्य बुझाइसक्नुपर्ने हुन्छ र त्यसैगरी अपलोड गर्नुपर्ने कागजातहरू भनेको चाहिँ उम्मेदवारले आफ्नो शैक्षिक योग्यता, तालिम, अनुभव, समावेशी समूह खोल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएको कागजपत्रहरू चाहिँ अनलाइन दरखास्त प्रणालीमा तोकिएको स्थानमा पीडीएफ फर्मेटमा चाहिँ अपलोड गर्नुपर्ने हुन्छ र सबै उम्मेदवारहरूले चाहिँ आफ्नो नागरिकताको प्रमाणपत्र अगाडिको भाग स्क्यान गरी जेपीईजी फर्मेटमा चाहिँ अपलोड गर्नुपर्ने हुन्छ र दरखास्तमा उल्लेख गरिएको विवरणहरूको सम्बन्धमा उम्मेदवार चाहिँ स्वयं जवाफदेही हुनुपर्नेछ र अन्तर्वार्ता अवधिमा चाहिँ परीक्षा कार्यक्रम र अन्तर्वार्ता हुने मिति चाहिँ लिखित परीक्षाको नतिजा प्रकाशन हुँदा नै प्रकाशन गरिनेछ र पदमा रही गर्नुपर्ने काम भनेको चाहिँ सेवा सम्बन्धी हो र तलब भनेको चाहिँ प्रचलित कानुन बमोजिम 32,000 समथिङ 33,000 रहेको छ र सेवा सम्बन्धी भनेको निकाय भनेको चाहिँ सेवा समूहको प्रशासन सञ्चालन गर्न तोकिएको सम्बन्धित आएको मन्त्रालय निकायमा चाहिँ तपाईहरुले गएर काम गर्नुपर्ने हुन्छ। त्यसैगरी साथीहरु, कमा देख्न सक्नुहुन्छ निजामती र संघीय संसद सेवाका संयुक्त र एकीकृत लिखित परीक्षा कार्यक्रम खुल्ला तथा समावेशी सबै समूहको लागि चाहिँ अब तपाईहरुको प्रथम पत्र चाहिँ विषय सामान्य ज्ञान र आधारभूत कार्यलाई सिप परीक्षण हुन्छ। तपाईहरुको चाहिँ यो 2082 साल वैशाख 20 गते दिनको 11 बजे हुने रहेछ। त्यसैगरी द्वितीय पत्र भनेको चाहिँ प्रथम पत्रको परीक्षामा उत्तीर्ण भएको उम्मेदवारहरूको लागि मात्र द्वितीय चरण परीक्षामा चाहिँ सम्मिलित हुन पाउनुहुनेछ र द्वितीय पत्र भनेको चाहिँ कार्यालय व्यवस्थापन सम्बन्धी यो चाहिँ असारको 20 गते रहेको छ परीक्षा मिति 2082 साल असार 20 गते र दिनको 2 बजे हुनेछ र तृतीय पत्र पनि कार्यालय ज्ञान सम्बन्धी नै रहेको छ असारको 21 गते दिनको 2 बजे। अब भने साथीहरु, तपाईहरुको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता के कस्तो आवश्यक पर्दछ हेरौं। आन्तरिक प्रतिस्पर्धा र खुल्ला समावेशीको लागि चाहिँ तपाईहरुले निजामती सेवा ऐन 2049 दफा 10 र संघीय संसद सचिवालय ऐन 2064 को दफा 20 बमोजिम अयोग्य नभएको हुनुपर्नेछ। त्यसैगरी तपाईहरुको लागि चाहिँ न्याय सेवा कानुन, सरकारी वकिल समूह, प्रशासन र संघीय संसद सेवा सामान्य प्रशासन समूहको लागि चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सोसर उत्तीर्ण गरेको हुनुपर्नेछ, एसएलसी वा एसई उत्तीर्ण हुनुपर्नेछ र 2 मा रहेको छ प्रशासन सेवा र लेखा
समूहको लागि चाहिँ तपाईहरुले मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित वा एन श्रेष्ठता वा ऐच्छिक लेखा विषय लिई चाहिँ एसएलसी वा एसई गरेको हुनुपर्नेछ। त्यसैगरी नोट भनेको चाहिँ ग्रेडिङ लागू प्रणाली भएको अब तपाईहरु एसई वा एसई प्रणालीबाट लागू हुनु भएको छ र तपाईहरु जीपीए को हकमा चाहिँ जीपीए 2 वा सो भन्दा बढी चाहिँ ग्रेड पोइन्ट प्राप्त गरेकोलाई न्यूनतम शैक्षिक योग्यतामा गनिनेछ। तपाईहरुको जीपीए चाहिँ न्यूनतम 2 हुनै पर्छ। त्यसैगरी यहाँनिर खुल्ला समावेशी परीक्षाको लागि विशेष सूचना भनेको चाहिँ यो भिडियो पज गरेर पढ्न सक्नुहुनेछ। र यहाँनिर अन्तिममा के भनेको छ भने समावेशी समूहतर्फ उम्मेदवार दिनेहरूको लागि आवश्यक कागजातहरू भनेको छ। यदि तपाईहरुले चाहिँ यो म सरसर्ती भनिदिन्छु, तपाईहरुले भिडियो पज गरेर नि पढ्न सक्नुहुन्छ। आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्रबाट चाहिँ फर्म भर्दै हुनुहुन्छ भने तपाईहरुले चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा सम्बन्धित निकायबाट चाहिँ तपाईहरु आदिवासी जनजाति हो, मधेसी हो, दलित हो, अपाङ्ग हो, पिछडिएको क्षेत्रबाट हो भनेर सिफारिस गरेको सिफारिस पत्र अनिवार्य रूपमा चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। र यो अन्तिममा दरबास्त रहेको छ, तपाईहरुले चाहिँ भिडियो पज गरेर पढ्नु होला। तपाईहरुको लागि चाहिँ आवश्यक नियम कानुनहरु रहेको छ र पाठ्यक्रमको लागि चाहिँ तपाईहरुले यस भिडियोको डिस्क्रिप्सनको लिंकमा गएर पाठ्यक्रम डाउनलोड गरेर पढ्न सक्नुहुनेछ। सो आजलाई भिडियो यति नै। भिडियो कस्तो लाग्यो, भिडियो राम्रो लागेमा यस्तै अन्य अपडेटको लागि मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नभुल्नु होला।